हेलो गाइज नमस्ते वेलकम टु माई फर्स्ट ब्लग। यो चाहिँ मेरो पहिलो ब्लग हो है त। आज पहिलो ब्लगमा म चाहिँ त्यो डाँडा जाँदैछु जुन घालचोकको थामपाखा डाँडा हो। त्यहाँनिर चाहिँ पार्क जस्तो पनि छ अनि नागेश्वर मन्दिर पनि छ है त। अनि आज यहाँ घरैबाट मेरै घरबाट सर जाँदैछु। गएदेखि आएसम्मको भिडियो ब्लग हाल्नेछु जुन हेरेर साथ दिनु होला। यहाँबाट एक्लै जाँदैछु अनि अलिकति माथि गइसकेपछि एउटा भाइ छ प्रदीप भाइसँग जान्छु। यहाँसम्म चाहिँ बाटो अप्रोट नै थियो। अब यहाँबाट मास्तिर चाहिँ ढलान छ, त्यहाँबाट मास्तिर वहीँ माथिसम्म ढलान छ। म चाहिँ साँगुरो बाटो जान्छु, मतलब सिँढीको बाटो जाँदैछु है त। माथिबाट भाइलाई लिएर जानु छ नि त, प्रदीप भाइलाई। अनि यहाँ माथि भाइको घर चाहिँ एकदम बाटो गाउँ छ, त्यो चाहिँ देख्न सक्नुहुन्छ। जोडिन लाग्यो है। यो चाहिँ ढलान रोड बाटो ठिक छ भाइ? कस्तो भइरह? रमाइलो भइरह नि। यो चाहिँ ढलानको बाटो है त। हामी चाहिँ आधी बाटोभन्दा अलिक माथिसम्म आइपुग्यौँ होला हामी त भाइ। त्यो चाहिँ गेट अहिले कहीँबाट जाने हो सर्टकट। त्यो त माथिबाट पनि गेट छ, अर्को गेट पनि छ छनु चाहिँ है। अहिले चाहिँ हामी ठ्याक्कै प्रतीक्षालयमा आइपुग्यौँ। यहाँबाट पनि देखिन्छ घालचोक टारको भ्यू हो, जस्ट नाइस। हेर्नुहोस् त गाइज, चरौदी बजार पनि देखिन्छ, कृष्ण भिर पनि देखिन्छ है त। प्रतीक्षालय पनि छ यहाँनिर चाहिँ। यो चाहिँ प्रतीक्षालय यतापट्टि जानु लाग्यो हुन्छ होइन। एकछिन चाहिँ आराम गरौँ न भाइ। यस्तो पसिना भएको होइन। पसिना चाहिँ त्यो सिँढीको बाटो जान्छौँ सर है। भाइ त अगाडि पुगिसकेको छ। सिँढीको बाटोबाट सबै जान्छ।
पुरा चाहिँ सिडी छ लगभग कतिवटा अरे भाइ सिडी कतिवटा अरे 420 वटा कि कतिवटा छ भने होइन त हो अहिले नगर्नु भिडियो लामो हुन्छ फेरि पख यो चाहिँ श्री नरमाया गेट त्यहाँबाट चाहिँ सिडी छ माथि पुग्नको लागि स्वर्गीय माता नरमाया उपरकोटीको सम्झनामा छोरो श्री कृष्ण उपरकोटी र बुहारी सीता गैरे उपरकोटीको सहभागितामा मिति 2080 11:25 प्रवेशद्वार सम्पन्न गरियो ऋषिमा श्री नरमाया गेट र हामी चाहिँ हाँसिदिनु त सबै जान्छौँ टिकटबाट भित्र छिरियो है त छैन नि ठाडै उकालो छ बिचमा चाहिँ बस्ने हो रहेछ एकछिन आराम गरौँ घाममा के आराम बुद्धको मूर्ति मन्दिर त्यहाँ छ बुद्ध मन्दिरलाई हो क्या ताराको पनि पानी नै नआउने रहेछ है त पानी आउने रहेछ हेर्नु होला सर मन्दिर नेपालको झन्डा फरफराएको छ त्यहाँनिर
थाम्पाखा चाहिँ भेटै भाइ झर्ने नि त अब झर्ने। अनि यो बत्ती पनि छ हेर्दा सिस्टम बेलुकामा कस्तो दामी देखिन्छ यो लाइटले गर्दा चाहिँ। तलतिरबाट देखिन्छ, बाहिरतिरबाट पनि देखिन्छ, यस्तो राम्रो देखिन्छ है। सो गाइज आजको भिडियो यति नै। आशा छ हजुरहरूलाई भिडियो मन पर्यो होला। मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुलिदिनु होला। सी यु इन नेक्स्ट ब्लग। अब फेरि अर्को ब्लगमा भेट्नेछौँ। आजको लागि